जस्तो नेताहरूलाई सोध्न चाहन्छु कि तपाईं सभापतिको हातमै कांग्रेस जस्तो एउटा लोकतान्त्रिक पार्टी बीपी कोइरालाले हिमाल पहाड तराई मधेसी जनजाति थारू मुस्लिम अनि खसारे सबैलाई मिलाएको पार्टी निर्धारित 3 मिनेटको समय सकिएको छ। म आधा मिनेटमा सकाउँछु सभामुख महोदय। त्यसकारणले कांग्रेस 74 मा पनि हामी जितेर आउँदाखेरि 23 सिटमा झरेको थियो। अर्को सिट कहीं 10-15 मा झर्ने अवस्था 84 मा नहोस्। 84 में भोट मांगने अवस्था जनता में जानुपर्छ। त्यो जनता यो देशको भोटर मधेसी नहीं हो, तामाङ नहीं हो, मगर नहीं हो, गुरुङ नहीं हो, मुस्लिम हो, थारू हो। त्यस कारणले आज जुन तरिकाले बम्पर उपहारको खोजी भइरहेछ, जुन तरिकाले बन्द कमरामा चौसर बसिरहेछ, जो कमराले विभिन्न नियुक्तिको लागि पैसाको कलेक्सन गर्ने पूर्व सचिवहरूलाई आदेश गरिराखेको छ, त्यसले यो महिनाको लास्टमा जुन बम्पर त्यो लटरी खुल्नेवाला छ, त्यो लटरीको लागि उपसभामुखको पदको यदि बलि भयो भने कांग्रेसलाई इतिहासमा, नेपालको राजनीतिक इतिहासमा कहिले पनि नेपाली जनता माफ गर्दैन। धन्यवाद।